कति दामी छ यो ठाउँ, घुम्न आउनु होला साथी। हेलो साथीहरू, हामी चाहिँ आज घुम्न निस्केको हाम्रो बेबी। अनि यता हेर त, ओए बेबीको आन्टी। वाउ कति दामी देखेछि। काली न काली हक्सी जस्ती। यता हेर छोरो, ऊ हाई गरिदियो। हाई, हामी चाहिँ अब वनवाटिका जान लागेको। बाई बाई गाइस, उतै गएर भेटौँला। हेलो साथीहरू, हामी कहाँ जानु लाग्यो रे? भनिदेऊ न पुरी। ए पुरी, यता हेरौँ क्यामेराम्यानमा। हेर के सानो उता हेरिदेऊ। हामी वनवाटिका जान लागेको। आमा छोरा आन्टीहरू होइन घाममा। फाइनल्ली हामी वनवाटिका आइपुग्यो। आऊ यहाँ मास्क लगाएर आयो भने देख्यो। आऊ के पुरै एकचोटि त पनि आठिनिस र त्यहाँ चढ्ने बेला, त्यहाँ पिङ खेल्ने बेला। कहाँ म यहाँ आएकै छैन। आएको नि पहिलोचोटि हो म खेलेको त त्यो पिङ। तसँग खै कोसँग आएको पनि हिँड त बोल्दै हिँड म पनि। उता सगरमाथा चढ्ने भएपछि उता छ अहिले जाम लागेर फोटो कता त बासै बास भएको। बास भएको त उतै हो कि उतै अझै जानुपर्छ उता। मिला लाग्यो सुँगुर यो पिङ खेलेको म पहिला पोर होइन पहिला आउँदैन को पो थियो त्यहाँभित्र कम्ता महँगोले ज्याएको छ बोरा फुलेर यो दामी दामी आएर घर कति राम्रो फुलेछ नि। यहाँ पनि टिकट काटेर होला जाने। कहाँ यहाँ कहाँ त्यहाँ यहाँभित्र पर्दैन त्यहाँ काटिसक्यो नि त टिकट। त्यहाँ माथि त काट्नु पर्छ खेल्नुमा। मलाई खिच्दैन फोटो खिचिदिने। फुल यति राम्रो छ वनवाटिकामा, घुम्न आउनु होला है साथीभाइहरू। कस्तो दामी दामी छ। यता भित्र जाने बाँकी नै छ अझै। किन रन्द हाँगेन हङ्गन चाउजना रन्दा ब्लक वनवाटिका। हेलो भन्दै पुन्टु भन्दै रहेछ मेरो छोरोले। कति दामी छ यो ठाउँ, घुम्न आउनु होला साथीहरू। लेडिज ड्रेस निःशुल्क उपलब्ध छ। आफ्ना बालबच्चाहरूलाई एडभेन्चरलाई डर लाग्छ मलाई त। यहाँ पहिला कति राम्रो पानी आथ्यो, अहिले त पुरै सुकेछ। शङ्करनगर
जाम भित्र जू हेर्नु यता उता बाटो कि यतै बाटो यतै बाटो कहाँ यता यता जाने होला खरायोको बच्चा त्यसलाई देखाइदेऊ नि कहाँ मुसा हो र यो खरायो होला नि गेम्स के हो यो यतातिर यी आमाहरू यता रहेछ होइन हेर मेरो फोटो कस्तो देखेँ बाँस गाडी यतातिर छ बस्नु यहाँ पनि दापा दामी किन्छु यता त पुरै खाली रहेछ राम्रो बाँस घाटी छ यतातिर घुम्न आउनु खै कहाँ सुतेछ ए हो त्यहाँ कति राम्रो झुला थियो है त्यो पनि हटाएछ त्यो थियो पहिला अहिले मयूर राखेर रहेछ नि पुट्या हेर न के रे त्यो बिचरा खाना नपाएर क्या यस्तो सुके जस्तै हुँदैन अहिले धेरै राखेर रहेछ क्या तर त कस्तो राम्रो आउँछ बाँसको घारी सानो उता हेर मङ्कीलाई हेरिदेऊ ऊ मङ्की कहाँ 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 गरेछ मङ्की हेर मङ्की घोडामा बस्ने हो लास लाग्छ मलाई त मंकी ए बंदर बंदर है इधर देखो भन न बोलाउनु त्यसलाई के भनेर बोलाउने यिनीहरूको पिङ आज खेल्ने पनि हेर न आज त्यो बच्चालाई हेर ए यो त भर्खर जन्मे रहेछ नि फोटो खिच्नु बाँसको घारी राम्रो खालको रहेछ बाँसको घारी जताततै चल्ने बाबु त्यसको आँखा छेउटेछ के गर्नु त यता हेर छोरो सानो म्याउ
आउनुहोस् यस क्षेत्रकै सबैभन्दा लामो र सस्तो स्काई साइक्लिङ जिप लाइन जायन्ट स्विङ खेली मनोरञ्जन लिनुहोस्। स्काई साइक्लिङ जिप लाइनमा ग्रुपबाट भिडियो निःशुल्क बनाइन्छ। जायन्ट स्विङमा लेडिज ड्रेस निःशुल्क उपलब्ध छ। आफ्ना बालबच्चाहरूलाई एडभेन्चर खेलाइ साहसिक बनाउनुहोस्। सानो रेयान्स कहाँ आएको तिमी आज घुम्न पाछौ गाडीमा हिँड्न पाछौ भन आमा छोरा हिँड्या हामी मनबाटीका आएको हो न यता चाहिँ खाँदैछन् साथीहरू हामीलाई पनि भोक लागिसक्यो घुम्न पनि आएको पनि पानी छ क्या नि झोलामा त्यही भएर रुङ्गो भयो बोक्छु कति अझै बनाइदिने युट्युब ओ माई गॉड ब्लगर भोइस स्टुडियो कहाँ जान लाग्छ त्यता यता होला नि यहाँ के नलियो र गिर सुन्ने मुङिर चाप के ऊपर कह दे मुझे कुन ड्रेस लाउने हो त्यहाँ पहिले लान्न यस्ता ड्रेस सब गयो गुज्रे माथि त्यहाँ जामै फोटो खिच्न छिर्न दिन्छन् भने जाम के कोही पनि छ उनीहरूको नदिएर होला दिन्नन् र यो ड्रेसवाला हो कि बन्द छ त ढोका कहाँबाट त्यहाँ नदिने रहेछ च्याठाहरू जाने हो यहाँबाट उता जाने कि त फुलतिर जाने त्यही त यता त खिच्ने चाहिँ छैन होला अब जाऊ है औ पहिला होइन नि ड्रेस लगाएर खिचेन त्यहाँ लगाइराख्नु लगाइराख्नु त्यस्तो ड्रेस होइन कि हो कि फाइनल्ली हामी फुलतिर आइपुग्यौँ पुग्यौँ उता जाने कि नै कहाँ उतातिर यहीँ छ त फुल जाम त्यसो भए उता सगरमाथातिर
यही खिच्ने होइन खिच्छौ एउटा दुइटा खिचौँ न फुल भएकोमा सगरमाथा बाटो चढेर यता माथि जाने सानो ओइ कुन्टुरे हाई गेल्ट्यो न घाम बाखा खुन्तुरुलाई पनि जाम यताबाट निस्किन्छ कि नै बाटो छ चुन्टुलु घुम्ने ठाउँ त ठुलै रहेछ हामी घुमेर सकायौँ अब चाहिँ हामी निस्किन लागेको हाम्रो गन्तव्यतिर भनेर घरतिर होइन पुरै वाउ कति दामी छ यता उतातिर के रोडमा कस्तो राम्रो फुल फुलेको नर्सरी यहाँ रहेछ बे लैजान्छ खै कहाँ छ र नर्सरी किनेर लान मिल्ने भयो त मिल्छ होला नि के राम्रो राम्रो फुल छ दामी दामी फुल छ है भित्र झन् कति राम्रो राम्रो छ यता नि कस्तो राम्रो राम्रो फुल छ देखेकै छैन जालीले गर्दा सुगाहरू सुगाहरू कति थरी थरीको रहेछ नि त सुगाहरू त